यसै क्रममा आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरिदिनु हुन सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी अनिशा आचार्यज्यूलाई अनुरोध गर्दछु। मोबाइल है भाइ, मोबाइल ए ल कहाँ लियो नि। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। सत्यवती माध्यमिक विद्यालयको 50औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सवमा अध्यक्षता गरिरहनुभएका कार्यक्रमका सभाध्यक्षज्यू, त्यस्तै गरी प्रमुख अतिथिज्यू, ड्यासमा आसीन सम्पूर्ण विशिष्ट अतिथिगणहरू र मैले मान्नुपर्ने सम्झिनुपर्ने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र शिक्षकज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, विद्यार्थी भाइ बहिनीहरू, त्यस्तै गरी सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सम्पूर्णमा स्वीकार्नुहोस् मेरो न्यानो नमस्कार। सर्वप्रथम त आज सत्यवती माविले 50औं स्वर्ण महोत्सव तथा यो वार्षिक उत्सव कार्यक्रम मनाइरहँदा सम्पूर्ण टिमलाई मेरो व्यक्तिगत तर्फबाट र सिद्धलेक गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद साथसाथै बधाई दिन चाहन्छु। 50 वर्षको यो गौरवपूर्ण र ऐतिहासिक समारोहमा हामी सम्पूर्ण उपस्थित भइरहेको छौं र मैले देखिरहेको छु हामी 3 दिनबाट नै यो कार्यक्रममा सहभागी भइरहेका छौं। यो कार्यक्रम एकदमै सभ्यपूर्ण र भव्यपूर्ण आयोजना भइरहेको छ र यो 50 वर्षको यो ऐतिहासिक समय भनेको एउटा समयको गणना मात्र होइन, यसमा चाहिँ धेरै संघर्ष, बलिदान, समर्पण र प्रतिबद्धता जनाउनु भएको छ धेरै आदरणीय व्यक्तित्वहरूले। विभिन्न शिक्षाविदहरू, स्थापना कालका विभिन्न व्यक्तित्वहरू, त्यस्तै गरी समाजसेवी, शिक्षक वर्गहरू, सम्पूर्ण महानुभावहरूले 32 सालबाट यहाँसम्म आइपुग्दा पुर्याउनु भएको योगदान र सहकार्यको लागि उहाँहरूप्रति हार्दिक नमन साथसाथै बधाई दिन चाहन्छु। र 32 सालबाट आजसम्म आइरहँदा सत्यवती माविले हजारौं विद्यार्थीहरूको भविष्यलाई उज्जवल बनाउँदै उहाँहरूलाई एउटा चेतनशील र समाजप्रति उत्तरदायित्व वहन गर्ने एउटा सभ्य नागरिकको रूपमा पनि उभ्याएको छ र यो एक व्यक्तिको प्रयासले मात्रै यहाँसम्म आइपुग्न र हामीले यो विद्यालयको अवस्था देखिरहेको छौं। एकदमै शानदार भवन, त्यस्तै गरी यहाँको जग्गा, साथसाथै प्राविधिक धारको शिक्षा, धेरै हिसाबले यो विद्यालय मल्टिडाइमेन्सनल वेबाट विकसित भइरहेको छ र यसमा धेरै आदरणीय व्यक्तित्वहरूको योगदान रहेको छ। त्यसको लागि पनि उहाँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। शिक्षाको उज्यालो दीप छर्न र समाजलाई प्रगतितर्फ उन्मुख गराउन उहाँहरूले गर्नुभएको योगदानमा म एकदमै हार्दिकता दिन चाहन्छु। र हामी 32 सालबाट यहाँसम्म आइरहँदा र समयको परिवर्तनसँगै हामीले शिक्षालाई सिपमूलक शिक्षा, डिजिटल लर्निङ ल्याब, साथसाथै स्मार्ट क्लास, लाइब्रेरी र अन्य विभिन्न प्राविधिक शिक्षा, व्यावहारिक शिक्षाको हिसाबबाट पनि अगाडि बढ्नुपर्छ। अघि नवराज सरले भने जस्तै भौतिक पूर्वाधारमा मात्र सीमित नभए हामीले गुणस्तरीय शिक्षा र शिक्षा सँगसँगै एउटा अनुशासन, नैतिकवान र समाजप्रति जिम्मेवार र एउटा व्यक्तित्व विकास सबै हिसाबले हामीले त्यस्तो खाले युवा वर्ग र त्यस्तो खाले क्षमतावान व्यक्तित्वहरू शिक्षा क्षेत्रबाट जन्माउनुपर्छ र त्यसमा सिद्धलेक गाउँपालिका सधैँ हजुरहरूको साथ सहयोग र हामीहरूले हजुरहरूलाई शिक्षा क्षेत्रमा उज्यालो दीप छर्न र शिक्षालाई गुणस्तरीय, प्रविधि मैत्री, व्यावहारिक र सिपमूलक बनाउनमा के कस्तो हामीले तर्फबाट सहयोग गर्नुपर्छ हामी त्यसमा सदैव लागिरहनेछौँ। समाजलाई अगाडि बढ्ने माध्यम नै शिक्षा हो र शिक्षाको क्षेत्रमा हजुरहरूले जुन प्रस्ताव लिएर आउनुहुन्छ त्यसमा हामी खुसी साथ अगाडि बढ्न तयार छौं। र यहाँ हामीले देखिरहेका छौं एग्रिकल्चर साथसाथै अन्य विभिन्न प्रविधि मैत्री शिक्षाहरू पनि यहाँ पढाइ भइरहेको छ र यो सत्यवती माध्यमिक विद्यालय एउटा नमुना विद्यालयको रूपमा पनि परिचित छ। यो भनेको सिद्धलेक गाउँपालिकाकै लागि गौरवपूर्ण इतिहास हो र हामीले आगामी दिनहरूमा पनि शिक्षालाई यसरी नै सबैको साथ सहयोग सुझाव र शिक्षाविदहरूबाट उहाँहरूको सुझावलाई ग्रहण गर्दै हामी अगाडि बढेमा शिक्षा क्षेत्रलाई हामीले उज्यालो दीप प्रकट गर्दै समाज र राष्ट्र निर्माणमा नै योगदान पुर्याउन सक्छौं। र मैले अन्त्यमा स्थापना कालदेखि अहिलेसम्म जो यो सत्यवती माध्यमिक विद्यालयलाई यसरी
भव्य सभ्य र यति राम्रो कार्यक्रम आयोजना गर्न र विकासको यो ठाउँसम्म ल्याउन योगदान गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिँदै शिक्षा क्षेत्रमा हामी सिद्धलेख गाउँपालिकाको सम्पूर्ण टिम के गर्नुपर्ने त्यसमा सधैँ प्रतिबद्ध र सधैँ पोजिटिभ भएर हामी लाग्छौँ भन्दै मेरो छोटो शुभकामना मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद अनिशा आचार्यज्यू। अबको